हुन्छ तपाईहरु सबैलाई जय मसीह अनि नमस्कार भन्न चाहन्छु। म तपाईहरुको आफ्नै प्यारो मान्छे प्रवित सुनुवार यो युट्युब च्यानलमा अनि कहिलेकाहीँ छोटो भिडियोद्वारा परमेश्वरको पवित्र वचन स्वर्गीय भोजन जो हामी सबैको लागि अति आवश्यक छ। शरीरको भोजन हामी मुखबाट भएर खान्छौँ भनेदेखि परमेश्वरको आत्मिक भोजन चाहिँ हामी कानबाट सुनेर खान्छौँ। त्यो कारणले फरक यति नै हो। त्यही भएर तपाईहरु सबैलाई स्वागत गर्न चाहन्छु अनि प्रभुको प्रियजनहरूलाई यी कुराहरू थाहा छ। जतिजना प्रभु येशूको विषयमा जान्नुभएको छैन उहाँहरूले पनि मेरो नातेदार इष्टमित्र साथीहरू हुनसक्छ, उहाँहरूले पनि यी कुराहरू सुनेर आशिषितको महसुस गर्नुहुन्छ भन्ने पक्का म विश्वास गर्दछु। हुन्छ, म सरासरी तपाईँहरूको माझमा हरेक मण्डलीले आज परमप्रभुको वचनले भने अनुसारको जीवन जिउनु पर्ने हुन्छ। त्यो चाहिँ के हो भन्दाखेरि वचन, गड्स वर्ड र होली स्पिरिट भनेर हामी अध्ययन गर्छौँ, बुझ्छौँ, पढ्छौँ। र यो अध्ययन गरे अनुसार, बुझेको, पढेको अनुसार धेरै चर्चहरूमा आज संस्थापकले कति व्यक्ति अगुवाहरूले पनि एउटालाई मात्रै प्राथमिकता दिएर अर्कोलाई नदिएको कुराहरू पाउँछौँ। त्यो कुरापट्टि म जान्न चाहन्न। बाइबलले हामीले दुवै कुरालाई हाम्रो सिरोपरमा राखेर हामीले आज्ञा पालन गर्नुपर्ने कुराहरू र दुवैलाई ब्यालेन्समा हामीले लानुपर्छ, उति नै महत्त्वपूर्ण हो। प्रभु येशूको वचन स्वयं परमेश्वर हुनुहुन्छ, प्रभु येशू हुनुहुन्छ भने पवित्र आत्मा उहाँहरूद्वारा हाम्रो लागि आज सजिलो सहज हुनको लागि दिनुभएको हो र दुवै हाम्रो लागि अति आवश्यक छ। म सरसर्ती जान चाहन्छु है त। वचन कति महत्त्वपूर्ण छ भन्दाखेरि वचन चाहिँ मार्गदर्शनको लागि अति नै महत्त्वपूर्ण छ। भजन सङ्ग्रह 119 को 105 पदले भन्छ, उहाँको वचन चाहिँ एउटा ज्योति दिने कुराहरू, होइन, उज्यालो दिने कुराहरू हामीलाई बताएको छ। त्यो पदले परमेश्वरको बाटो तय गर्ने कुराहरूमा हामीलाई सजिलो बनाउँछ। वचनले चाहिँ यसरी पापबाट बच्ने कुराहरूमा 2 नम्बरमा भजन सङ्ग्रह 119 को 11 पदले चाहिँ त्यहाँ भन्छ, तपाईँको विरुद्धमा पाप नगरौँ भनेर हृदयमा तपाईँको वचन सुरक्षित राखेको छु भनेछ। जब पाप नगर्नको लागि अब उसो वचन हाम्रो हृदयमा आवश्यक छ। त्यही भएर कति महत्त्वपूर्ण छ भन्ने कुरा यो पदबाट हामी जान्छौँ। म धेरै व्याख्यामा जान चाहन्न, किनभने छोटो 6-7 मिनटको भिडियो तपाईँहरूको माझमा म ल्याउन चाहन्छु, छोटो मिठो हुन सकेको होस्। 3 नम्बरमा शिक्षा, सुधार र धार्मिकताको लागि आज मार्गनिर्देशन गर्ने कुराहरू। शिक्षा सिक्नु पऱ्यो, प्रभु येशू हामीमा बढ्नु पऱ्यो, हामी चाहिँ घट्नु पऱ्यो, होइन। सुधार गर्नुपर्ने कुराहरू धेरै छ। परमप्रभुको वचनद्वारा हामी चाहिँ खारिएको हुनुपर्छ है। म होइन, येशू ख्रीष्ट ममा जिउनुपर्छ र धार्मिकताको मार्गनिर्देशनहरू नित्य नियम येशू ख्रीष्टद्वारा हामीलाई नयाँ करारबाट दिएको प्रशस्त छ, जो पूर्ण येशू ख्रीष्टले पार्नुभयो। त्यति कुराहरूलाई हेरेर हामी अगाडि बढ्नुपर्ने हुन्छ धार्मिकताको जीवन भनेर यी पदले हामीलाई भन्छ भने 4 नम्बरमा शक्तिशाली आत्मिक हतियार पनि बाइबलले वचन नै हो, जो चाहिँ आत्माको तरबार, त्यो परमेश्वरको वचन हो भनेर हामीले भन्छ। जीवन दिने शक्ति हो। मानिस चाहिँ रोटीले मात्रै होइन है, परमेश्वरको वचनद्वारा जीवित रहँदछ। रोटी त जति खाए तापनि एक दिन शरीर मर्छ भने परमेश्वरको वचन, पवित्र वचन खायो भने चाहिँ सधैँभरि जीवित रहिरहेको छ। किनभने हाम्रो आत्मा चाहिँ मर्दैन। त्यो आत्मा चाहिँ परमेश्वरको राज्यमा गयो भने पनि है हामी मर्दैनौँ। सधैँभरि आनन्दित शान्ति र आनन्दितमा परमेश्वरको राज्यमा है हामीलाई स्थान मिल्नेछ। मैले 4 नम्बरको पद एफिसी 6 को 17 र 5 नम्बरमा जीवन दिने शक्ति चाहिँ मत्ती 4 को 4 पद तपाईँहरूको माझ ल्याउन चाहे। हरेक विषयवस्तु पवित्र आत्मा र वचनको विषय मैले वचनद्वारा पनि तपाईँहरूको माझमा मैले ल्याएको छु। अब पवित्र आत्माको वचनहरू हामी हेर्नेछौँ। मार्गदर्शन सत्यतामा चलाउने काम चाहिँ पवित्र आत्माले हामीलाई गर्छ। हेर्नु त, मार्गदर्शन गर्छ। कति महत्त्वपूर्ण छ पवित्र आत्माको कामहरू हाम्रो जीवनमा। यो 16 को 13 पदले भन्छ, सत्यको आत्मा आउनु भएपछि बल्ल हामीले सत्यता चाहिँ है चिन्छ है। सम्पूर्ण सत्यतामा चाहिँ डोराउनु हुनेछ हामीलाई। हेर्नुहोस् त, वचन असल कुरा के हो, सत्य असत्य छुटाउन पवित्र आत्मा कति महत्त्वपूर्ण भूमिका हाम्रो जीवनमा खेल्दछ। कति महत्त्व छ हामीलाई है। वचन जस्तै हाम्रो दुर्बलतामा सहायता गर्ने रोमी 8 को 26 पदमा है, हामीलाई चाहिँ हाम्रो दुर्बलतामा चाहिँ पवित्र आत्माले सहायता गर्छ। जब हामी बिसन्चो, नसक्ने है, आँट हुँदैन, विभिन्न
हामीलाई सन्चो नभएको अवस्था हुन्छ है। त्यस्तो बेलामा पनि हामीलाई के गर्छ, बल दिनुहुन्छ है। फल दिने कुरामा उत्प्रेरित हामीलाई चाहिँ बनाउँछ। 9वटा फल गलाती 5 को 22-23। साक्षी दिने शक्ति दिनु, हामीलाई साक्षी भनेर शक्तिशाली काम हाम्रो जीवनमा प्रकटहरू पवित्र आत्माद्वारा गरिन्छ। प्रेरित 1 को 8 हेर्छ भने धेरै अचम्म कामहरू भए र धेरै मानिसहरू वृद्धि भए र त्यही पवित्र आत्माको शक्ति सामर्थ्यद्वारा आज संसारमा प्रभुको कार्यहरू फिजिएको छ, जो हामी पनि हाम्रो जीवनमा गर्दैछौँ है त। हामीलाई परिवर्तन गर्ने 2 कोरिन्थी 3 को 18 पदमा भनेको छ है। उहाँकै जस्तो स्वरूपमा बदलिँदै जानुपर्छ भन्छ क्या। 2 कोरिन्थी 3 को 18 पद 18 पद रहेछ। परमप्रभुमा हामी बदलिँदै जान्छौँ, खारिँदै है। त्यो कुरा चाहिँ पवित्र आत्माद्वारा हाम्रो जीवनमा मिल्दछ। हस्त धन्यवाद, तपाईँले मिठोसँगले यी कुराहरू ध्यानसँग सुन्नुभयो। मलाई पनि आशिष भएको वचन हो। मलाई आशा छ तपाईँले यो वचन सुनेर तपाईँको मण्डलीमा, तपाईँको